नमस्ते नमस्कार सामुदायिक रेडियो सर्लाही 105.7 मेगाहर्जमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रम हामीले साउथ एसिया कम्युनिकेसन्स र डेनिस सेन्टर फर कल्चर एन्ड डेभलपमेन्टसँगको सहकार्यमा तयार पारेका छौँ। आज हामी सङ्गीत क्षेत्रको अवस्था, यसमा युवावर्गको रुचि र संलग्नता साथै यस क्षेत्रमा युवाको भविष्यबारे स्थानीय युवा गायक तथा सङ्गीतकर्मीको कुराकानी लिएर उपस्थित भएका छौँ। यसै क्रममा आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ सर्लाही घुर्कौलीका स्थानीय गायक विक्रम योन्जन र हरियोनका स्थानीय गायक अर्जुन दाहालज्यू। कार्यक्रम अगाडि बढाउन चाहन्छु स्थानीय युवा गायक विक्रम योन्जनबाट। योन्जनजी, कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर, धन्यवाद रेडियो सर्लाहीलाई अनि यहाँका साथीहरूलाई। तपाईँ सङ्गीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो योन्जनजी? अब यो क्षेत्रमा कसरी प्रवेश गर्यो भन्दाखेरि मेरो बुवा स्वर्गीय मेरो बाबा आइसिङ लामा रेडियो नेपालको कलाकार हुनुहुन्छ। उहाँ एकदम बुवाको प्रेरणाबाट पनि मैले यो साङ्गीतिक क्षेत्रमा हात हालेको हुँ र यसमा अघि बढ्नका लागि धेरै कुराहरू छ। मलाई साथीहरूले, एकजना साथीले भन्नुभएको थियो, तिम्रो आवाज राम्रो छ, यो मेरो एउटा गानामा, एल्बमको गानामा चाहिँ तिम्रो एउटा भोकल चाहिँ हुनुपर्छ, जसरी हुन्छ मेरो एउटा गीत चाहिँ गाइदिनुपर्छ है भनेर उहाँले भन्नुभयो। अनि मैले भने म सिकेको छैन, मैले यो क्षेत्रमा मैले त्यति जानेको छैन, हुन त म यो क्षेत्रमै जन्मेको हो, भए पनि मलाई यो सम्बन्धी त्यति ज्ञान छैन, मबाट त्यति राम्रो नहोला, तपाईँको अब यो क्षेत्रमा लगानीहरू जान्छ, धेरै अब खर्चहरू हुन्छ, मबाट त्यस्तो तपाईँले सोचेको जस्तो नहोला भन्दाखेरि उहाँले भन्नुभयो कि मलाई तपाईँको आवाजसँग, मलाई मेन कुरा आवाजसँग मलाई छ, त्यो भएको कारणले गर्दाखेरि तपाईँको आवाज मलाई चाहिएको हुनाले गर्दाखेरि मलाई यो गाना एउटा चाहिँ मेरो जसरी हुन्छ तपाईँले रेकर्ड गराइदिनुपर्छ, गर्नुपर्छ भनेर भन्नुभयो। त्यसैले गर्दाखेरि निजगढको साथी सुनिल कुमार घिसिङलाई पनि अब उहाँले गर्दाखेरि म यो क्षेत्रमा अब भनौँ न मेरो यो गाना रेकर्ड भयो। लेकाली गाउँमा म जाँदा आलुको चाना कोदोको छ्याङ भन्ने गाना उहाँको एल्बमबाट यो गाना मैले गाउने मौका पाएँ। अनि यसमा तपाईँको यो शब्द लेख्नुहुने मामा पासाङ मोक्तानले पनि मलाई भन्नुभयो कि भान्जा तपाईँले नै गाउनुहोस् यो गाना, तपाईँको आवाज यो गानामा एकदम सुट खान्छ। मैले तपाईँलाई नै भनेर सोचेर लेखेको गाना थियो, तपाईँले नै गाउनुहोस् भनेर भन्नुभयो। मैले भने मभन्दा धेरै अग्रज कलाकारहरू हुनुहुन्छ, उहाँहरूलाई गाउन दिनुभएको भए हुन्थ्यो भन्दाखेरि उहाँहरूले त्यो कुरा राख्नुभयो। र अनि भाइ जुन यसमा सङ्गीत गर्नुभएको छ समय सुनुवार, उहाँले पनि मलाई यस्तै कुराबाट यही कुरा नै लिएर, यही विषयलाई नै लिएर भन्नुभयो कि दाइ तपाईँको आवाज युट्युबमा एउटा नेटमा एउटा रेडियोबाट बज्नुपर्ने आवाज छ, तपाईँले यो गाना गाउनै पर्छ र तपाईँले गाउने लायकको छ, हामीले तपाईँलाई कसरी हुन्छ सङ्गीत गर्दाखेरि मैले गर्ने उसबाट म तपाईँलाई एकदमै हेल्प गर्नेछु भने मैले यो क्षेत्रमा नजानेको हुँदाहुँदै पनि उहाँहरूको कारणले गर्दाखेरि आज मैले यो गाना रेकर्ड गराएँ मेरो आवाजबाट, लेकाली गाउँमा म जाँदा भन्ने गाना। यसमा चाहिँ नि धेरै धेरै उहाँहरूलाई भनौँ न उहाँहरूको ठुलो हात छ मलाई यो क्षेत्रमा आउनको लागि, अगाडि बढाउनको लागि। अब तपाईँको सुनिल कुमार घिसिङ भयो, पासाङ मोक्तान भयो, गानाको रचनाकार सङ्गीतकार समय सुनवार, उहाँहरूको कारणले गर्दाखेरि म यो क्षेत्रमा भनौँ न अहिले आएर यो जम्मा 2टा गाना रेकर्ड गराएँ। यो गाना रेकर्ड गराउनमा उहाँहरूकै ठुलो हात छ। अहिलेसम्म तपाईँले कतिवटा गीत गाउनु भएको छ योन्जनजी? मैले अहिलेसम्ममा भन्नुपर्दा जम्मा 2टा गाना मात्र मेरो रेकर्ड भएको छ। अरूहरू चाहिँ तपाईँको गाउनको लागि चाहिँ नि मलाई निमन्त्रणा चाहिँ भइरहेको छ। कुन हो त्यो गीत जुन भन्नुभएको छ नि 2टा गीत छ, त्यो मध्ये चाहिँ एउटा गीत चाहिँ गाएर श्रोताहरूलाई सुनाउन चाहनुहुन्छ कि? हजुर, अवश्य पनि। मलाई यो रेडियो सर्लाहीले जुन मलाई यहाँ आएर मेरो आफ्नो गाना, मेरो आफ्नो विचारहरू तपाईँहरूले जुन राखिदिने मौका दिनुभयो, त्यसमा म धेरै नै खुसी छु। मैले आफूले गाएको गाना यो रेडियोमा आएर अलिकति 2 लाइन गाउन पाउँदाखेरि म धेरै नै खुसी छु। हुन त मेरो अलिकति यो मौसमको कारणले होला अलिकति अस्वस्थ पनि छु, मेरो घाँटी अलिकति टन्सिलको छ, भए पनि म प्रयास गर्नेछु यहाँहरूले एकदम राम्रोसँग सुनिदिनु होला। हस् त, म गाना मेरो यही घुर्कौलीकै विषयमा बनेको गाना छ। यसको सङ्गीत समय सुनवारले दिनुभएको छ, भाइ समय सुनवारले, र तपाईँको गीतको शब्द पनि उहाँ भाइले नै लेखेको र शब्द सङ्गीत सबै उहाँको हो, आवाज मात्रै मेरो रहेको छ। घुर्कौली गाउँमा भन्ने
गाना म यहाँहरूलाई 2 लाइन सुनाउन चाहन्छु। ना 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 ओ साइली यसै पाली पिरती गाँसी हेरन जाने भए लान्छु है तिमलाई घुर्कौली मेरै गाउँमा जाने भए लान्छु है तिमलाई घुर्कौली मेरै गाउँमा। अब अन्तरा सुनाउन जाँदैछु। चौबन्दी चिटिकै जन्म 9 गेडी गलामा 16 पुगी 17 लागि छौ कोही छ कि मनमा हो चौबन्दी चिटिकै जन्म 9 गेडी गलामा 16 पुगी 17 लागि छौ कोही छ कि मनमा मायालु हुँ म तिम्रै लाई हाल माया सुटुकै ओइ साइली यसै पाली पिरती गाँसी हेरन। धन्यवाद। गीतहरू तपाईँ गाउनुहुन्छ होइन? अझै यो जुन भर्खर जुन गीत गाउनु भएको छ यो गीत के यो रिलिज भइसक्यो गीत हो यो? अहिले तपाईँको यो गानाको रेकर्ड चाहिँ भइसकेको छ, यसको मिक्सिङ र मास्टरिङ चाहिँ हुनै बाँकी छ अझै पनि। अब लगभग तपाईँको यो 1-2 हप्ता पछाडि यो रिलिज हुन्छ। तपाईँको विचारमा सङ्गीत क्षेत्र करियरको रूपमा कतिको सुरक्षित छ? अब यो क्षेत्रलाई सुरक्षित कतिको छ भन्दाखेरि यसलाई मेरो तर्फबाट मेरो बुझाइबाट के आउँछ भन्दाखेरि अब यो श्रोताहरूले जति सुनिदिनुहुन्छ जति मन पराउनुहुन्छ त्यसमा नै अब भर पर्छ। अब मेन कुरा त श्रोताहरूले अब भनौँ न अब यो कुनै पनि अब एफएमहरू भनौँ न अब रेडियोले अब हरेक चिजबाट चाहिँ नि भयो भने मेन कुरा त अब सङ्गीतलाई अब सुरक्षित गराउने नै तपाईँको विशेष त अब तपाईँको श्रोताहरू नै हुन्छ। सुरुदेखि नै जसले स्ट्रगल गरेर हुन्छ अब तपाईँको राम्रोसँग सिकेर आएको हुन्छ, अब धेरै जानेर यो क्षेत्रमा तपाईँको घाँटीलाई धेरै अब भनौँ न अब तिखारेर जसले अब सङ्घर्ष गरेर हुन्छ उहाँहरूको त पक्कै पनि छ करियर छ तपाईँको। अब जो अब त्यतिकै अब अहिलेको त्यो उसको भरमा तपाईँको अहिलेको यो हावादारी उसमा लागेर त तपाईँको यसमा त्यति खासै करियर त छैन। अब जस्तो कि तपाईँको राम्रोसँग स्ट्रगल गरेर आउनेको त भविष्य। यो क्षेत्रलाई आर्थिक रूपमा सुरक्षित बनाउन सरकारवालाले के कस्ता नीति बनाउन जरुरी हुन्छ? अब यो क्षेत्रलाई आर्थिक रूपमा सुरक्षित बनाउनको लागि त अब सरकारवालाहरूले तपाईँको जस्तो कि अब यो कल्चरहरू खोलेर होइन अब त्यसलाई अब मिडिया मार्फत तपाईँको भनौँ न हरेक क्षेत्रबाट अब यसलाई प्रचार प्रसार गराएर। तपाईँको विचारमा सामाजिक विकृति विसङ्गति न्यूनीकरणमा सङ्गीतले कसरी मद्दत गर्छ? अहिले समाजमा भइरहेको विकृति जुन यो घटनाहरू छ यसलाई नै यो सङ्गीत मार्फत त्यसलाई नै समेटेर मार्फत पनि यसलाई भनौँ न अब विकृतिलाई तपाईँको न्यूनीकरण गर्न सकिन्छ। यो क्षेत्रलाई अझै आकर्षक कसरी बनाउन सकिन्छ तपाईँको विचारमा? विशेष गरेर त तपाईँको आकर्षक बनाउनको लागि त अब रेडियोको पनि हात हुन्छ, सबैभन्दा पहिलो त रेडियोको हात हुन्छ। अब यसमा आकर्षक बनाउनलाई यो क्षेत्रलाई तपाईँको सङ्गीतकारले राम्रोसँग सङ्गीत गर्नु पर्यो, गीतकारले राम्रो गीत लेख्नु पर्यो, तपाईँको श्रोताहरूले पनि त्यही अनुसारको माया गरिदिनु पर्यो, सुन्नु पर्यो अनि इत्यादि कुराहरूबाट नै अब यो भनौँ न हुने गर्छ। फास्ट बिट हुनाले धेरै पनि होइन यस्तो भनौँ न अब सेलो गीतहरू प्रायः गाइरहेको थिएँ मैले। मलाई चाहिँ प्रायः जस्तो तपाईँको भनौँ न यस्तै अब फास्ट बिटहरू नै मनपर्छ, त्यस्तो बिटको गीतहरू चाहिँ गाउन रुचि हुन्छ मलाई। सङ्गीत क्षेत्रलाई सफल क्षेत्रको रूपमा स्थापित गराउन गायक, सङ्गीतकार, गीतकार तथा सङ्गीत व्यवसायीले आफ्नो तर्फबाट के कस्तो भूमिका निभाउन जरुरी छ? सङ्गीतकारले राम्रोसँग सङ्गीत गरिदिनु पर्यो यसमा मेन कुरा त तपाईँको। अनि गायकले पनि अब बेसिक लेभलदेखि नै तपाईँको अब त्यो जुन आफ्नो आवाजलाई तिखारेर आउनु पर्यो, सबै लेभलहरू पार गर्दै आउनु पर्यो हरेक चिज। अब भनौँ न अब गीतकारले पनि त्यस्तै राम्रा गीतहरू रचना गरेर
अब यस्तो इत्यादि। त्यसमा अब तपाईँको त्यो गीत जुन बनिसकेको चिजलाई रेडियोले राम्रोसँग प्रसारण गरिदियो भने यसबाट नै त तपाईँको यो हुने हो। सङ्गीत क्षेत्रमा लागेका युवाहरूका लागि र नलागेका युवाहरूको लागि तपाईँ के भन्न चाहनुहुन्छ? अब यस क्षेत्रमा आउनको लागि चाहिँ के भन्छु भन्दाखेरि यो क्षेत्र भनेको तपाईँको त्यतिकै सजिलो क्षेत्र छैन, यो एकदमै गाह्रो क्षेत्र छ। अब यसमा आउनको लागि धेरै कुराहरूलाई विचार गरेर धेरै कुराहरू सिकेर नै आउनुपर्ने हुन्छ। जरुरी त त्यो नै छ तपाईँको मेन कुरा। अब सङ्गीत सिक्नेहरूले राम्रोसँग सङ्गीत जानेर आउनु पर्यो। गीत गाउने गायक हुनुहुन्छ भने गायकले पनि आफ्नो आवाजलाई कुन तरिकाबाट हुन्छ त्यसलाई निखार्दै ल्याउनु पर्यो। यसमा नलागेका युवाहरूलाई चाहिँ के भन्न चाहन्छु भने यदि लाग्नु भएको छैन, लाग्न चाहनुहुन्छ भने यसलाई राम्रोसँग बुझेर हरेक चिजलाई अब यो भित्रको जति पनि अब कुराहरूलाई बुझेर सिकेर त्यसरी नै आउनुभयो भने धेरै राम्रो हुन्छ यो क्षेत्र। कार्यक्रममा महत्त्वपूर्ण समय दिनुभएकोमा विक्रम योन्जनजी तपाईँलाई धेरै धेरै धन्यवाद। राजीवजीलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद। यहाँसम्म मलाई बोलाइदिनु भयो, म एकदमै खुसी छु। यो मेरो पहिलो कार्यक्रम हो रेडियोमा, यहाँले मलाई बोलाएर एकदमै म खुसी छु। यो कार्यक्रममा मलाई बोलाइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। रेडियो सरलाईलाई विशेष गरेर अब मेरो आफ्नो स्थानीय रेडियो पनि रहेको छ यसले यो जुन रेडियोले नै मलाई यो सरलाई रेडियोले नै मलाई पहिलो प्राथमिकता दिनुभएको छ। यसमा म अत्यन्तै खुसी छु। विशेष गरेर राजीवजीलाई अनि हाम्रो राजुजीलाई पनि उहाँहरूलाई यस भनौँ न सरलाई रेडियो सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। हस् त, धन्यवाद। विक्रम योन्जनजीको कुराकानीपछि अब हामी अर्का स्थानीय गायक हुनुहुन्छ अर्जुन दाहालजीलाई कार्यक्रममा स्वागत गर्दै म केही प्रश्नतर्फ लैजान चाहन्छु। सङ्गीत क्षेत्र करियरको रूपमा कतिको सुरक्षित छ? सङ्गीत क्षेत्रको करियरको रूपमा भन्नुपर्दा मैले चाहिँ आफ्नो व्यक्तिगत रूपले भन्नुपर्दाखेरि नेपालमा चाहिँ कला भएर सिकेर गयो भने ठिकै होला, नभए अहिलेको जमाना कस्तो छ भने जसले पैसा फेक्यो त्यसको गीतहरू हाइलाइट्स हुन्छ। यो ध्रुव सत्य नै हो। किन हाइलाइट्स हुन्छ भने अलिकति इक्जाम्पल दिउँ। शब्द एकातिर, सङ्गीत एकातिर, मिडियालाई पैसाले पेल्यो भने त्यही गीतहरू मिडियाले 1000चोटि प्रसारण गरिदिन्छ र त्यसलाई हाइलाइट्स बनाउँछ। र हाम्रो पालामा भन्नुपर्दाखेरि एकैचोटि त्यतिखेर चाहिँ अडियोमा क्यासेट निकाल्नु पर्थ्यो हामीले, र तपाईँको त्यतिखेर मेमोरीको जमाना थिएन। अनि मिडियामा गएर धायो नयाँ कलाकार 2052 सालमा मैले स्वर परीक्षा उत्तीर्ण गरेको व्यक्ति। अनि धायो मिडियाले हामीसँग पैसा पनि अभाव। अनि धायो तपाईँहरूको अब गीत राम्रो भएन, यस्तो भयो उस्तो भयो। मेची महाकाली गीत गाउँदा चाहिँ सबै भाइ तिमी यति राम्रो स्वर छ, तिमी भविष्यको कर्णधार हुन्छौ भन्थे सबैजना अग्रज दाजुहरूले, सहयात्री मित्रहरूले, मेरा शुभचिन्तक साथीहरूले। त्यति हुँदाहुँदै पनि करोडौँ मान्छेहरूको चाहिँ हाई पाउने, तर मिडियामा गइसकेपछि गीत चलेन, यस्तो भयो उस्तो भयो भनेर मिडियाहरूले नै लान्छना लिएर रोयल्टी खाने जमाना थियो। अहिले चाहिँ के भएको छ थाहा छैन। सामाजिक विकृति विसङ्गति न्यूनीकरणमा सङ्गीतले कसरी मद्दत गर्छ जस्तो तपाईँलाई लाग्छ? मेरो विचारमा युवाहरूलाई चाहिँ सरकारवालाले कल्चरहरू, मिडिया ग्रुपहरू खोलिदिने र अहिले हाम्रो नेपाल त एउटा सानो गरिबी मुलुक भएको हुनाले इन्डियामा हेर्नुहोस् कला प्रतिभा भएकाहरूलाई कुनै पनि मिडिया कल्चरले झट्ट समाउँछ। कुनै क्लबले अर्गनाइजेसन गर्छ र त्यो क्लबबाट उसलाई हाइलाइट्स गराइन्छ, सङ्गीत सिकाइन्छ। हाम्रो नेपालमा त्यो छैन। हाम्रो नेपालमा हिन्दीमा कहावत छ, पैसा फेको तमासा देखो, त्यो छ। त्यस कारणले धेरै स्ट्रगल भएर सुरुवातदेखि नै जानुपर्छ। नेपालमा चाहिँ त्यो हाबी मुहाली छ। तपाईँको विचारमा यो क्षेत्रलाई अझै आकर्षक कसरी बनाउन सकिन्छ? यसमा चाहिँ सामाजिक न्यूनीकरण र विसङ्गति कुरीतिहरूलाई चाहिँ समाजले सङ्गीतमा राम्रो गर्छ। किनभने साङ्गीतिक माहौल, जनचेतना, भावनाका गीतहरू समाजमा सिर्जना गर्ने र कुलतमा फँसेकाहरूलाई, कुसङ्गतमा बगेका व्यक्तिहरूलाई आउनुहोस् हामीले यसरी आध्यात्मिक चिन्तन गर्दैछौँ, यो पेसामा लाग्नु हुँदैन, तपाईँहरू चाहिँ भोलिको भविष्यका कर्णधारहरू हुनुहुन्छ भनेर उहाँहरूलाई अग्रज रूपमा झकझक्याउँदै गऱ्यो भने समाजमा भएका कुरीति कुसङ्गतिलाई
निर्मूल पार्न सकिन्छ, सङ्गीतले निर्मूल पार्न सकिन्छ। दहेज प्रथाहरूलाई पनि सङ्गीतले न्यूनीकरण गर्न अति नै महत्त्वपूर्ण भूमिका खेल्छ। जसरी हामीले एउटा झापामा मैले भागवत लगाएको थिएँ गौरादह भन्ने ठाउँमा, त्यहाँनिर कुमाले र तिनीहरू राजवंशीहरू रहेछ। त्यहाँ चाहिँ छोरीले दाइजो अब उसको ससुरालीमा ल्याएन भनेर सासूले रात दिन झै झगडा गर्ने, छोरोलाई अर्को बिहा गर भन्ने, आमा चाहिँले त्यो गर्यो। हामीहरू कलाकार टिमहरू त्यहाँ पुग्यौँ, आमा त्यस्तो गर्नु हुँदैन, त्यस्तो दाइजो प्रथा भनेको तपाईँले आफ्नो छोरीलाई, अहिले त अर्काको बुहारी लिएर आउनु भएको छ, ऊ पनि तपाईँको छोरी हो, तपाईँले छोरी अर्को घरमा दिनुहुन्छ। त्यसरी एउटा भावना मर्मात बुझ्नुपर्छ एउटा गृहिणी आमाले पनि। र तपाईँले तपाईँको छोरीलाई कति दिएर बिदा गर्नुभयो, कति दिनुभयो, हात्ती घोडा दिनुभयो, सुन चाँदी गरगहनाले अथाह भएर तपाईँले बिदा गर्नुभयो, र अर्काको छोरी तपाईँको छोराले ल्याएको छ, तपाईँले दाइजो प्रथा खोल्न मिल्दैन। यो समाजमा भएको कुरीति कुसंस्कार हो, यसलाई निर्मूल पार्नुपर्छ, जरेदेखि हटाउनुपर्छ भनेर एउटा हामीले सांस्कृतिक कार्यक्रम गरेका थियौँ। उहाँले आएर स्टेजमा भन्नु पनि हो, बाबु म त अर्धचेतन भएर चाहिँ रुमल लिएर बसेको रहेछु, त्यसकारण मलाई आज चेतना खुल्यो, हजुरहरूले मलाई अग्रज बाटोमा, चेतनाको बाटोमा मलाई हिँड्न सिकाइदिनु भयो, म हजुरहरूदेखि आभारी छु भनेर ती राजवंशी आमाले हामीलाई चाहिँ सुनाउनु भएको थियो स्टेजमा आएर। यसले धेरै राम्रो भूमिका खेल्छ। मध्यस्थकर्ताहरू यिनै अब जस्तो पिपुल्स भोलिन्टियर भन्छ, यसमा ती सबैजना सजग रहने र अग्रज भाइहरूदेखि लिएर कुसंस्कारमा कुरीतिमा हिँड्न नसिकाउने, समाजले राम्रो राम्रो बाटोहरू पहिल्याइदिने, सबैसँग राम्रो रेस्पोन्स पाराले चाहिँ एउटा बोली वचन व्यवहारमा उतार्ने, त्यो गर्यो भने समाज आफै आफ डेभलप हुन जान्छ। अर्जुनजी, अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र जाँदा जाँदै सङ्गीत क्षेत्रलाई सफल क्षेत्रको रूपमा स्थापित गराउन गायक, सङ्गीतकार, गीतकार तथा सङ्गीत व्यवसायीले आफ्नो तर्फबाट के कस्तो भूमिका निभाउन जरुरी हुन्छ? सबभन्दा ठुलो सङ्गीत क्षेत्रमा सङ्गीत सिक्न अति नै महत्त्वपूर्ण कुरा हो। सङ्गीत सिकिएन भने त्यो पानी बिनाको माछा जस्तो बाहिर तडपेर बस्नुपर्छ। सङ्गीत सिक्नुपर्छ। सारेगम पदनिसा होइन, सानीगम मगरेसा, यसको कोर्स लिनै पर्छ। मैले यसमा लिएको छैन, त्यही पनि म टाइमिङमा गीत गाउन सक्छु। मैले पनि चाँडै एल्बम निकालेको छु। आवाज, गरिबको वेदना, सुरु सेतै छ, विडम्बना, खैजडी, लगभग यो पनि प्रहसनको हो। खैजडी मेरो लास्ट एल्बम थियो। अनि अहिले भजनमा गाएको छु म। यसलाई सङ्गीत सिक्न अति नै महत्त्वपूर्ण हो। सङ्गीत सिक्नुपर्छ। भोकलमा पनि सङ्गीतै हुन्छ, म्युजिक इन्स्ट्रुमेन्टमा पनि सङ्गीतै हुन्छ। सङ्गीतले धेरै राम्रो पहल गर्छ, तर हाम्रो नेपालमा कल्चर छैन, मिडिया छैन, पैसा फ्याँक्नुपर्छ। अहिले पनि कला भएर पिल्सिएर बसेका कन्दराहरूमा, खोज खाँजहरूमा प्रतिभाहरू लुकेर बसेको मेची महाकालीमा खोज्ने हो भने धेरै प्रतिभाहरू लुकेर बस्नुभएको छ। यद्यपि सङ्गीतमा लाग्ने भाइहरूलाई म यही भन्छु कि तपाईँहरू निखारपन गरेर आइदिनुहोस्। तपाईँहरू भोकलिस्ट हुनुहुन्छ भने भोकल सिकिदिनुहोस्। कुनै म्युजिक इन्स्ट्रुमेन्ट बजाउनुहुन्छ भने सङ्गीतकार गुरुहरू हुनुहुन्छ काठमाडौँमा, उहाँहरूसँग गएर सङ्गीत सिक्नुहोस्। सङ्गीतले राम्रो गर्छ, ध्रुव सत्य हो यो। सङ्गीत सिक्नु अति नै जरुरी छ। अन्त्यमा म के भन्न चाहन्छु भने मेरो भित्रको हृदय विस्फोटन गर्नुपर्दा 2044-45 सालको कुरा हो। नेपालका चर्चित गायक म र रामकृष्ण ढकाल सँगै वीरगन्जमा दियालो होटल र कैलाश होटलको मुनि गाडी धोएर बस्थ्यौँ। बावजुद सँगै 7 वर्षसम्म एउटै रोटी पनि भाँचेर खाने, एउटै मकै पनि भाँचेर खाने, जीवनयापन गर्दै जाने, गीत गाउने, गाडीमा चाहिँ 2 रुपियाँ 4 रुपियाँ उठाएर हिँड्ने, हामीले त्यसरी जीविकोपार्जन गर्दै आएका थियौँ। तर हाम्रो घरमा चाहिँ कम भएर होइन, हामीलाई चाहिँ के भयो, बुबा आमाले अक्षर चिनाइदिनु भयो। जिन्दगी पनि कस्तो रहेछ, हामीले पनि अरू देश हेरौँ न, विदेश नभए पनि आफ्नो नेपालभरि चाहिँ घुमौँ भन्ने एउटा रहर कौतूहल जाग्थ्यो हामीलाई। त्यसरी हुँदाहुँदै बिचमा म सुकेपोखरी स्कुल पढ्दै आउँदै इक्जाम दिँदै फेरि जाँदै गीत गाउँदै गर्थेँ र म जस्ट पास हुँदै जान्थेँ। पढाइमा पनि मेरो खासै नराम्रो थिएन। त्यसरी हुँदाहुँदै नेपाल कराते महासङ्घका अहिले सदस्य सचिव या कोषाध्यक्ष के हुनुहुन्छ लम्सम मलाई यति यकिन भएन, केशव सिंह ठकुरी, उहाँ तेकुन्दोको अहिले 4 डन 5 डन ब्ल्याक बेल्ट गुरु हुनुहुन्छ। उहाँले जापानबाट चाहिँ ब्ल्याक बेल्ट ल्याउनु भएको। उहाँको डोजो त्यतिखेर निजगढमा थियो। सुरेश त्रिपाठीको झोला बोकेर रामकृष्ण ढकाल आउँथ्यो र म दिलीप राज भण्डारीको झोला बोकेर म त्यहाँ जान्थेँ। त्यतिखेर जाँदाखेरि 2 जनामा केशव सिंह गुरुले हामीलाई चाहिँ
जुदाउनु हुन्थ्यो ल तिमीहरूको पनि कस्तो राम्रो स्वर छ यो त अब इन्सपायरिङ हाम्रो त एउटा डोमेस्टेसन हो यो त हामीले त अब ग्रेडिङ गर्छौँ यहाँनिर टाइलहरू फुटाउनुपर्छ हातले अनि त्यसरी र तिम्रो चाहिँ गानामा उ गर डोमेस्टेसन गर भन्नाएर भन्नुहुन्थ्यो त्यतिखेर हामीले त्यसको भन्दा मेरो स्वरलाई गुरुहरूले स्याबास दिनुहुन्थ्यो तँ धेरै लामो तान्छस् तेरो धेरै म्याच्योर्ड स्वर छ अर्जुन त स्ट्रगल गर भनेर भन्थ्यो त्यही बिचमा हुँदाहुँदै उसलाई टपक्क टिपेर काठमाडौँमा लग्यो लगिसकेपछि म 5 वर्षपछि भेट्न गएँ उसले सुराई रेस्टुरेन्टमा गीत गाउँथ्यो सोल्टी मोडमा त्यतिखेर मिटरवाला टेम्पो थियो साँझको लमसम 7 बजेतिर म भेट्न गएको हुँ यतिखेर भन्नुपर्दाखेरि 52-54 सालको कुरो हो मैले भोकल टेस्ट पास गरिसकेको थिएँ त्यतिखेर ऊ रामकृष्ण ढकाल त्यहाँ गीत गाउँदाखेरि मलाई चिन्दिनँ यसलाई माथि आउनै नदिनु भनेर वाचम्यान लगायो मलाई वाचम्यानले 200 मिटर जति धकल्दै लगायो म सोल्टी होटलतिर भाग्न सफल भएँ त्यो दिन मलाई सायद कुटेर यिनीहरूले हातखुट्टा भाँचिदिन्थ्यो होला र त्यस्तो हुँदाहुँदै मैले दोस्रो एल्बम निकाल्न गएँ मेरो सहयात्री मित्र अर्जुन कार्कीको घर वसुन्धरामा छ उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र ठिकै छ गायक आऊ तिमी पीडित छौ तिमी मसँग पढेको क्लासमेट साथी भनेर उहाँले शरण दिनुभयो उहाँले एल्बम पनि निकालिदिनु भयो सिरु सेतै छ भन्ने र त्यसकारण रामकृष्ण ढकालले चिनेन नचिने पनि भगवान्ले अहिलेसम्म मलाई घुन पुत्ली मेरो जिउमा लागेको छैन राम्रै छ सबै दर्शकको माया पाएको छु सबैतिर कार्यक्रम गर्दै जान्छु अहिले झन् भावना भक्तिमा चाहिँ म लागेको छु म श्रीमद् भागवत देवी भागवत शिव पुराण हरिवंशीय पुराण म लगाउन जान्छु जहाँ पनि लगाउँछु भन्छ धर्मशास्त्रले भावना भक्ति जाए त भन्छ भावना र भक्तिमा गयो भने हुन्छ र अन्त्यमा के भन्न चाहन्छु भने सबै भाइहरू सङ्गीत सिकिदिनुहोस् आफ्नो निखारपनमा गइदिनुहोस् र सङ्गीत बिनाको जिन्दगी तपाईँको हाड बिनाको मासु जस्तो हाम्रो शरीरमा हाड भएन भने काम छैन मासु मात्रै पनि भएन भने शरीरमा काम छैन हाडै हाड भयो भने के गरी सास फेर्ने कसरी हाम्रो चाहिँ प्रणालीहरूले काम गर्छ त्यसकारण अन्त्यमा सबैजना भाइहरूलाई म मेरा शुभचिन्तक मेरा सहजकर्ता मभन्दा मेरा अग्रज दाजुहरू मलाई अर्जुन दाहाल भनेर सबैजना चिनिदिने भावनाका प्रेरित दाजुभाइहरूमा दिदीबहिनीहरूमा यही भन्छु कि अन्त्यमा सङ्गीत सिक्नुहोस् राम्रो हुन्छ सङ्गीतले राम्रो फड्को मार्छ तर नेपालमा त मैले चाहिँ त्यस्तो स्कोप देख्दिनँ पैसा फेको तमासा दिएको यो 100% छ नचलेका गीतहरू पनि छन् बाटोमा कुकुर किचेछ मायालु साँपको कच्चा कुचुक हड्डी भएछ मायालु भनेर यही गीतलाई चाहिँ तपाईँको हाइलाइट्स गरिदियो भने यही गीत रातारात हिट हुन्छ अलिक भावना भएका गीतहरू भक्तिले सुन्ने गीतहरू देशभक्ति गीतहरू राष्ट्रियता झल्किने गीतहरूलाई पनि चाहिँ मिडियाले त्यति चासो नदिएको हो कि जस्तो मलाई चाहिँ लागेको छ त्यसकारण अन्त्यमा म साथीभाइलाई सङ्गीत सिक्नुहोस् आफ्नो उच्चतम छविमा पुग्न सकिन्छ भन्न चाहन्छु हजुर यो कार्यक्रममा महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद रेडियो सरलाई पनि मलाई अलिकति भए पनि समय दिनुभएकोमा मुरी धन्यवाद दिन चाहन्छु सहकर्मी मित्रहरू र रेडियो सञ्चालक साथीहरूलाई पनि म हृदयदेखि नै मुरी धन्यवाद दिन चाहन्छु भन्दै आफ्नो छोटो मन्तव्य टुङ्ग्याउन चाहन्छु हस्त धन्यवाद राधे राधे अब हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ र अब हामी सङ्गीत क्षेत्रमा नलागेका युवाहरूको धारणा सुनाउने छौँ यसै क्रममा हामीसँग हुनुहुन्छ स्थानीय युवा अरुण लामा र सुमन सिंहदालीजी सबभन्दा पहिला अरुणजी सङ्गीत क्षेत्रमा कतिको रुचि राख्नुहुन्छ मलाई एकदमै रुचि लाग्छ गीत सङ्गीत प्रति तपाईँको रुचि लाग्नुको कारण पनि स्पष्ट पारिदिनुहुन्छ कि खासै कारणहरू त छैन होइन प्राय गीत सङ्गीत चाहिँ सबैले सुन्ने विधा हो होइन र मलाई चाहिँ सानैदेखि नै गीत सङ्गीत प्रति रुचि भएको कारणले होला मलाई चाहिँ गीत सङ्गीत सुन्न गाउन धेरै नै मनपर्छ अब कार्यक्रममा हामी अर्का एकजना युवाको धारणा सुन्नेछौँ मेरो नाम सुमन तिलक सिंहदाली हरियन गायक बन्न मन लाग्दैन किनभनेदेखि मैले आफ्नो पेसा पहिले नै निर्धारण गरिसकेको छु म बच्चैदेखि खेलाडी बन्ने सोखले गर्दा म खेलाडी बन्न चाहन्छु र गायक मलाई बन्न रहर छैन र म सुन्न चाहिँ चाहन्छु धेरै जस्तै भन्न त यो तपाईँ युवा हुनुहुन्छ होइन र खेलको क्षेत्रमा लाग्नु भएको छ होइन तर यो गायकै क्षेत्रमा धेरै जस्तो युवाहरू नलाग्नुको चाहिँ मेन चाहिँ कारण के हुनसक्छ भन्नुहोस् त तपाईँको विचारमा गायकको क्षेत्रमा नलाग्नुको कारण के छ भनेदेखि युवाहरूले धेरै अवसरको खोजीमा धेरै अवसर कम देखेको हुनाले र यसमा पैसा पनि कम देखेको हुनाले आफ्नो लाइफ कसरी चलाउने र कसरी सुरक्षित गर्ने एउटा निश्चित
नभएको कारणले गर्दा युवाहरू गायकमा भन्दा खेलकुदतिर धेरै रुचिमा लागेको देखिन्छ। के छ तपाईँहरूले खेलकुदको तर्फ तपाईँ हुनुहुन्छ होइन, खास गरी यो यो गायक सङ्गीत क्षेत्रमा नलाग्नुको युवाहरूको मेन चाहिँ हाम्रो जिल्लामा के छ समस्या त्यस्तो भन्नु त युवाहरूमा? सुरुमा मैले खेल्ने बेलामा र मैले जुन सिक्ने बेलामा युवाहरूमा गीतको गायन क्षेत्रमा लाग्नु कम थियो, किनभनेदेखि त्यस बेलामा आफ्नो लाइफ सेक्युर गर्ने एउटा निश्चित थिएन, आधार थिएन। र अहिले चाहिँ के छ भने यो गायक क्षेत्रमा लाग्नुको कारण के छ भने विदेशतिर गएर विभिन्न कन्सर्ट विभिन्न यो के अरे कार्यक्रमहरू देखाउन पाउने हुनाले त्यहाँबाट आफ्नो आर्थिक लाभ हुने र आय आर्जनमा धेरै विकास भएको कारणले गर्दा गायक क्षेत्रमा अलिअलि लागेको देखिरहेको छ। जस्तै कमल छेत्री, शिव परियारहरू जस्तो गायकहरू यही सर्लाही जिल्लाको उत्पादन हो। तर पछिल्लो पिँढीहरूको अवस्थामा चाहिँ के छ भने आर्थिकमा धेरै वृद्धि भएको देखेको कारणले गर्दा गायक क्षेत्रमा अलिकति प्रभाव जमाइरहेको देखेछु। तपाईँलाई भन्नुको मतलब बानी कि पहिलाको भन्दा अहिले चाहिँ जे होस् बढिरहेछ होइन सङ्ख्या युवाहरूको चाहिँ सङ्गीतको क्षेत्रमा? अहिले चाहिँ पहिलाको दाँजोमा अहिले सङ्गीत क्षेत्रमा बढ्नुको मतलब विदेशमा गएर कन्सर्ट गरेर विभिन्न कार्यक्रममा गएर आर्थिक आय आर्जन गर्न सकिन्छ। र खेलको क्षेत्रमा के छ भनेदेखि एउटा कम्पिटिसन धेरै र एउटा यो भिडियो पार्लर मोबाइलमा यो फुटबल दुनियाँ थरी गेम भएको कारणले गर्दा उनीहरू खालि अहिले घरमा बसेर सोफामा बसेर टिभीमा हेरेर गेम खेल्ने बानी लागेको हुनाले अहिले खेलकुद क्षेत्रमा चाहिँ निकै हरास आएको देखेछु। यहाँ दुवैजनालाई महत्त्वपूर्ण धारणा दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यो कार्यक्रम हामीले साउथ एसिया कम्युनिकेसन्स र डेनिस सेन्टर फर कल्चर एन्ड डेभलपमेन्टसँगको सहकार्यमा तयार पारेको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई जानकारी गराउनुहोला। सामुदायिक रेडियो सर्लाही 105.7 मेगाहर्ज हरियोन नगरपालिका 10 सर्लाही यस ठेगानामा तपाईँ पत्रचार गर्न सक्नुहुन्छ। यतिन्जेल रेडियो सुनेर साथ दिने श्रोता तथा प्राविधिक मित्र अयुब भट्टराईलाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक राजीव शाह बिदा हुन्छु। हस्त नमस्ते। बेचीको कसम, कालीको कसम, पहाडको कसम, तराईको कसम, बेचीको कसम, कालीको कसम, पहाडको कसम, तराईको कसम, मेरो देशलाई धोका दिने छैन म, मेरो देशलाई धोका दिने छैन म, मेरो देशलाई धोका दिने छैन म, मेरो देशलाई धोका दिने छैन म। जोगाको मेरो देश, जोगाको मेरो देश, ढुङ्गाले पानी सिस्नोले पानी, ढुङ्गाले पानी सिस्नोले पानी, बच्चाको मेरो देश, बच्चाको मेरो देश, रुँदैछन् आज घरेर मौरी, रुँदैछन् आज घरेर मौरी, पूर्वको जङ्गलमा पश्चिमको जङ्गल
पन्छीले भन्छ संसारै घुम्ने पन्छीले भन्छ घर मेरो नेपाल घर मेरो नेपाल बगेर जाने नदीले भन्छे बगेर जाने नदीले भन्छे माइती हो नेपाल माइती हो नेपाल जहाँ छ अग्लो विश्वको शिखर जहाँ छ अग्लो विश्वको शिखर त्यही हो मेरो देश नेपाल हो मेरो देश मेचीको कसम कालीको कसम पहाडको कसम तराईको कसम मेचीको कसम कालीको कसम पहाडको कसम तराईको कसम मेरो देशलाई धोका